हेलो गाइस, आज हामीले मेरो घर पछाडि भएको खेतमा धान रोप्ने योजना बनाइरहेका छौँ। आज हाम्रो आमाहरूले यहाँ धानको बिउ उखालिराख्नु भएको छ भने यहाँ धान रोप्नको लागि मेलो तयार भइसकेको छ, ट्र्याक्टरले जोतिसकेको छ। हामीले घरमै भएको डिप बोर्डिङको पानी प्रयोग गरेर धान रोप्ने योजना भइरहेको छ। केही भन्न चाहनुहुन्छ कि? केही भन्न चाहनुहुन्छ कि? आज हाम्रो खेत रोपाई गरिएको छ र फेरि अब आज भ्याइन्न, भोलि पनि लाग्छ। अरू त के भन्नु छ र? आयो हामीहरू स्याङ्जा जिल्लाबाट, स्याङ्जा जिल्ला नगरपालिका वाडी नगरपालिकाबाट आएको केवरे भान्ज्याङ वडा नम्बर 2 गाउँ रिपोबाट बसैसरै आएको र आज यहाँ बाँके जिल्लामा श्री थानबहादुर राणाको मस्त रोपाई भएको छ। चित्रबहादुरको बोर्डिङ र थानबहादुरको बोर्डिङले मस्त 1.5 बिघा खेत बनाइयो र सम्पूर्ण दर्शकमानहरूलाई एकदम है अहिलेको चाहिँ नि जस्तो बालदेव सरकार चाहिँ नि एकदम हेर्नु भएको छ, जस्तै पनि भगवान्ले पनि हेर्नु भएको छ। 1.5 बिघा खेत एकदम एकदम सिँचाइ भइराखेको छ, राम्रो भएको छ। यहाँ सबै हाम्रो समाज स्याङ्जाली टोलीले मात्रै बिउ उखाल्ने रोप्ने मात्रै गरिन्छ है। हामीहरू स्याङ्जाली टोली 22 घर छौँ। 22 घरको भने एक दिन गरेर एक दुई दिन गरेर चाहिँ नि एकदम राम्रो चाहिँ नि यहाँ चाहिँ नि एकदम राम्रो बसोबास र राम्रो खेतीपाती उत्पादन हामीले गरिराखेको छौँ। थ्याङ्क यू भेरी मच।
यो मेरो ठुलो छोरी हो कति छुच्ची छ भनेकै मान्दैन मैले कति काम गराउँदा पनि भनेको मान्दैन मसित मुख लाग्छ मैले गराइसकेपछि फेरि भनेको भ्याउ लाग्छ कि ल हेर्नुहोस् यो सबै हाम्रो खेत हो त्यो अगाडिको घर सेतो सेतो घरहरू हो भने यो सर्लक्कै हाम्रो खेत हो ल हेर्नुहोस् यो खेत हाम्रै हो यो खेत हाम्रै हो यो हिलाइसक्यो ट्र्याक्टरले हिलाइसक्यो खेत हाम्रो पनि हुन्छ आफ्नो घरको मान्छेहरू ल हेर्नु गाइस यो सर्लक्कै हाम्रो खेत हो यो वहाँदेखि यहाँसम्म हाम्रै खेत हो अनि यो पनि जोत्नै भएको पनि हाम्रै खेत हो हाम्रो हैन हाम्रो ल हेर्नुहोस् हेलो गाइस म पाउस चाहिँ मैले खेतको आलीमा बिलहरू लगाइरहेको छु मैले यो सानो आलीलाई ठुलो बनाइरहेको छु हेर्नुहोस् यस्तो गर्नुपर्छ पाउसले दुःख छ दुःख त के भन्ने हो र यो एउटा सङ्घर्ष पनि हो मेहनत पनि हो गर्नु पनि पर्छ ल हेर्नुहोस् यसरी गर्नुपर्छ यसरी गर्ने मैले यसरी आली लाउने हो ल ओके हेलो गाइस यहाँ गीची है यहाँ एकजना मान्छे यहाँ गीची खान्छ सबैले गिचुरी गिची गिची छ ठुला पनि धेरै छुच्चो छ एक दुई भएको पहिला छ कति भयो अब वाला 1-0-0 अब 1-5-1-6 हेलो गाइस म राखे हो यो चाहिँ मेरो श्रीमती हो मेरो श्रीमती लोकमाया राणा हो अहिले नास्ता खाँदैछ यो चाहिँ मेरो माइला भएको
श्रीमती हो। अनि यो चाहिँ त्यो लुकले चाहिँ दिनेश थापाको श्रीमती हुनुहुन्छ, लुक्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो कान्छा भाइको श्रीमती हो। यो चाहिँ हाम्रो सञ्जय अङ्कलको श्रीमती हो। यो चाहिँ हाम्रो अजय अङ्कलको श्रीमती हो। यहाँ यो चाहिँ हाम्रो भाइरल बहिनी हो। उहाँले आफ्नो नम्बर पनि टिकटकमा उपलब्ध गरिसक्नु भएको छ। अझै पनि तपाईहरूलाई यो असार साउनमा धान रोप्न, कोदो रोप्न, खेतला चाहिन्छ भने हाम्रो बहिनी सुषमा सारूलाई सम्पर्क राख्नु होला। यो हो हाम्रो बहिनी सुषमा सारू। उहाँ तपाईहरूको धान रोप्नको लागि, खेत रोप्नको लागि, तपाईहरूको कोदो रोप्नको लागि जति बेला पनि तैनात हुन सक्छ। उहाँले आफ्नो नम्बर मेरो निजी टिकटक मेरो प्राइभेट टिकटक आइडीमा उपलब्ध गराइसक्नु भएको छ। यो लुक्ने चाहिँ दिनेश थापाको बुढी हो। हाम्रो सालाजी हुनुहुन्छ, अलि लुक्नुहुन्छ खै किन हाम्रो श्रीमती लुक्नुजी। यो चाहिँ हाम्रो माइलो भएको छोरी बोल्दै बोल्दैन मुख सिकाउँछ यसले। मेरो श्रीमती लोकमाया, यो मेरो माइला भाइको श्रीमती। ये के बनाउनु पर्यो होला